हेलो नमस्ते टसी दिलेक आज थोरै समयमा पनि अनि छोटो पाठ पढेर ठुलो पुण्य कमाउन सक्नेको लागि चाहिँ हामी कुन पाठ पढ्ने र किन पढ्ने पर्ने भनेर हामी त्यो जान्ने कोसिस गर्दैछौँ अनि तपाईँहरूले यो भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला किन भन्दाखेरि अन्तिममा चाहिँ किनकि तपाईँहरू कुनै यति समय हुँदैन होइन एकदमै बिजी अनि समय नहुने बेला चाहिँ 1-2 मिनेट समय निकालेर पनि कुन पाठ पढ्दा चाहिँ हुन्छ भनेर त्यो पाठ चाहिँ म अन्तिममा भन्नेछु त्यसैले अन्तिमसम्म जोडिरहनु भन्दै अनुरोध गर्दै पाठ अघि बढ्दैछु फकपट सिकेपा है किन पर्छ त भन्दाखेरि यो पाठ चाहिँ शुभ हुने अथवा यो पाठ पढिसकेपछि काम राम्रो हुने काम राम्रो बन्ने अथवा जे काम गरिहाले तापनि सुरुवातको काम चाहिँ शुभ हुने लागि चाहिँ यो पाठ पढिन्छ बिहान हामीले यो पाठ पढ्यो भने चाहिँ दिन राम्रो हुन्छ भनेर बनेको छ अनि हामी सुत्नेभन्दा अगाडि पनि यो पाठ पढ्न सक्यो भने सपना राम्रो देख्ने मद्दत गर्छ अरे भन्न खोजेको चाहिँ जस्ट जे काम पनि गरिरहेको छ त्यो काम चाहिँ राम्रो होस् भनेको लागि चाहिँ यो पाठ चाहिँ हामी पढ्न कोसिस गर्छौँ ओम नाङ सित नाम धक रङ सिन लुन रुपै भनेर यसरी कोसिस गर्नेछ तपाईँहरूले चाहिँ अब कुनैले टिप्टेन पढ्न सकेन भने मैले यहाँ इङ्ग्लिसबाट पनि तपाईँहरूलाई इङ्ग्लिसबाट पनि मैले लेखिरहेको छु तपाईँहरू त्यहाँबाट पनि पढ्न सक्ने हुन्छ यति अब मैले यहाँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईँहरूले यति मोबाइलमै पढ्ने छौ भने चाहिँ तपाईँहरूले म यहाँ डिस्क्रिप्सनमा मोबाइल पिडिएफमा लिङ्क छोडेर राखिदिन्छु तपाईँले त्यहाँ थिचेर मोबाइलमा तान्ने सक्नुहुन्छ नत्र भए तपाईँहरू किताब छाप्नु भयो भने त्यसको लागि म एउटा लिङ्क छोडिदिन्छु त्यहाँ गएर चाहिँ तपाईँहरू किताब निकाल्न सक्नुहुन्छ यसरी नै बुक सानो आफ्नो पकेट बुक होइन सानो यसरी नै बनाएर निकाल्न सक्नुहुन्छ तर यो चाहिँ किनकि अहिले तपाईँहरूलाई यो यसरी सिकाउने बेला चाहिँ अहिले अप्ठ्यारो हुन्छ भनेर चाहिँ मैले अहिले यसरी नै छुट्याइरहेको छ पछि तपाईँहरू आफ्नो हिसाबले तपाईँहरू मजाले बनाउन सक्नुहुन्छ सानो ठुलो होइन अनि यो त्यसको लिङ्क चाहिँ म तपाईँहरूलाई डिस्क्रिप्सनमा लिङ्क छोडिदिन्छु अथवा कमेन्टमा पनि छोडिदिन्छु ओके अब हामी कहाँ पुगेको छ भन्दाखेरि ओम नाङसित नामधक राङसिन लुन्ड्रोपै भन्नेमा पुगेको छौँ अब यो पाठ चाहिँ कहाँदेखि सुरुवात हुन्छ भन्दा ओमदेखि सुरुवात भएर ओममा हामीले के छुटेछ ओ भने यहाँ छुटेछ है सरी म पछि योले चाहिँ पिडिएफमा हाल्दा चाहिँ यो बनाउँछु ओमदेखि सुरुवात गरेर यो पाठ चाहिँ पढेर कहाँसम्म रहेछ भन्दाखेरि 6 नम्बरसम्म 6 नम्बरको टासी देलेक फुनसुम छोक परशोक यहाँसम्म चाहिँ हामीले त्यो पाठ चाहिँ यहाँसम्म पढिसक्छ यहाँसम्म आइपुगेपछि तपाईँले फेरि के गर्नुपर्ने हुन्छ भन्दाखेरि यहाँ दाक्चकदेखि यहाँसम्म 3 चोटि दोहोऱ्याएर पढ्नु पर्ने हुन्छ यो पाठ पढिसकेपछि हामी क्याप ड्रो है फकपट्टा सिकेको पाठ पढिसकेपछि हामी के जान्छौँ क्याप ड्रो त्यो पछि सेमके भन्ने पाठ पढ्न जान्छौँ क्याप्डो भने के हो भन्दाखेरि हामी पहिला बुद्ध धर्म सङ्गमहरूलाई चाहिँ हामी के गर्छ भन्दाखेरि उनीहरूलाई अनुरोध किन अनुरोध गर्छौँ भन्दाखेरि चाहिँ हामी चाहिँ अहिले केमा छ भन्दाखेरि केमा फसिरहेको छ भन्दाखेरि दुःखको दलदलमा फसिरहेको छ त्यसलाई बचाउन सक्ने चाहिँ को हो भन्दाखेरि बुद्ध धर्म सङ्गम हो बचाउन सक्ने चाहिँ उनीहरू हो त्यही कारणले चाहिँ उनीहरूले चाहिँ हामी पहिले के जान्छौँ अनुरोध प्लिज हामी यो दलदलबाट निकालिदिनुहोस् यो दुःखबाट निकालिदिनुहोस् भनेर चाहिँ उनीहरूलाई अनुरोध गएको त्यति मात्रै नभइकन म जति पनि दुःख छ त्यो सबैलाई पनि त्यहाँबाट मुक्ति गरिदिनुहोस् भनेर चाहिँ यहाँदेखि यहाँसम्म चाहिँ क्याप्डो चाहिँ जानुपर्ने हुन्छ यो चाहिँ कतिचोटि जानुपर्ने हुन्छ भन्दाखेरि 3 चोटि जानुपर्ने हुन्छ 3 चोटि जानुपर्ने हुन्छ है 3 चोटि गइसकेपछि हामी के जान्छौँ सेमकेट भन्ने जान्छौँ सेमके चाहिँ कहाँदेखि हो सेमचे थम्चे देवादङ देवे ग्युदङ देनबर ग्युर्चिक दुङ्गाल कि ग्युदङ डेलबर ग्युर्चिक भनेर कहाँसम्म जान्छौँ भन्दाखेरि निरिङ छ त निदाङ डेलवे ताङयुमला नेबर ग्युर्चिक भनेर यहाँसम्म जान्छौँ फेरि यहाँ अघिको जस्तै सिमचेन थाम्चेदेखि यहाँसम्म 3 चोटि पढ्नुपर्ने हुन्छ अब यो बेला चाहिँ
आगेको बेला चाहिँ तपाईँहरूले मजाले हात दुईटा यसरी जोड्नुपर्ने हुन्छ। यहाँ चाहिँ किनकि यो चाहिँ हामीले अनुरोध गरेको हो नि त होइन, प्लिज भनेर। यहाँमा चाहिँ यो पाठ पढ्ने बेला 3 चोटि हात जोड्नुपर्ने हुन्छ। अनि तपाईँहरूले यहाँ सिमचेन थाम्ची यो पढ्ने बेला चाहिँ तपाईँहरूले यसरी अथवा ध्यानमा अब जसरी बस्नुहुन्छ तपाईँहरूले यसरी अथवा यसरी अथवा यसरी तपाईँलाई जस्तो सजिलो लाग्छ त्यो अनुसारले तपाईँले ध्यानमा बसेर चाहिँ तपाईँहरूले सोच्नुपर्ने हुन्छ। के सोच्नुपर्ने हुन्छ भन्दाखेरि सबै म अथवा अरू जुन पनि छ सबै प्राणीहरू चाहिँ एउटै हो। जनावरदेखि लिएर सबै जस मन हुने आत्मा हुने जति सबै के हो भन्दाखेरि सबै एउटै हो। दुःख नचाहेको र खुसी चाहेको सबैले एउटै हो होइन। सबैले सुखै चाहिन्छ, दुःख कसैले पनि चाहेको छैन। त्यसैले सबै एउटै नासको हो सोचेर चाहिँ यहाँ चाहिँ के गर्नु ध्यान बस्नुपर्ने हुन्छ होइन। यहाँ चाहिँ सबै चाहिँ दुःखको बिउ जति पनि छ कटेर जाओस् अनि सुखको बिउ जति पनि छ होइन होस् भनेर चाहिँ तपाईँले ध्यानमा राख्दै यो चाहिँ 3 चोटि पढ्नुपर्ने हुन्छ। अब यो पढिसकेपछि यो पढिसकेपछि हामीले यो पाठ चुम्देन दिन जुम्पा लेखदेखि पेमा कम्मा लाए तम भन्दाखेरि यो पाठलाई चाहिँ के भन्छ सुक्सोल भन्छ। तर यहाँ यो यसको टाइटल चाहिँ मैले यहाँ ओटेन, त्यसैले अब लेख्न बिहान है, सरी। अनि अब यहाँ यो चुम्देनदेखि लिएर पेमा कम्मा लाए तम है, पेमा कम्मा लाए तमसम्म चाहिँ अब एकचोटि पढ्दाउँछ यिनीहरू चाहिँ। तम पुग्दाखेरि चाहिँ अब यहाँमा चाहिँ तपाईँले के सोच्नुपर्ने हुन्छ भन्दाखेरि के सोच्नुपर्छ भन्दाखेरि जति पनि बुद्ध भगवान छ तपाईँहरू प्लिज हामीसँग अथवा मसँग अथवा यो जग्गामा यो ठाउँमा यो स्थानमा चाहिँ तपाईँ प्लिज बसिदिनुहोस् भनेर सोचेर चाहिँ तपाईँहरूले यो पाठ चाहिँ पढ्नुपर्ने हुन्छ। अब यो पाठ पढिसकेपछि यो लामा न्यामे सङ्गे रिम्पोछे भनेर पढेर काडिन छेम्पो हिसाबला सोलवा देव यहाँसम्म पढ्दाखेरि चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ भन्दा फेरि यहाँमा चाहिँ तपाईँहरूले ढोक गर्नुपर्ने हुन्छ। अब उहाँहरूले बसिसक्यो है भनेर मनले सोचेर तपाईँहरूले हात जोडेर चाहिँ ढोक गरेर चाहिँ यो पाठ चाहिँ पढ्नुपर्ने हुन्छ। अब यो पाठ पढिसकेपछि हामी कहाँ के पढ्छौँ भन्दाखेरि हामी मेन्डल पढ्छ। अब यहाँमा पनि मेन्डल द्वीप भनेको छ, तर द्वीप भनेको चाहिँ छोटो है, छोटो भनेको किनकि अब ओम व्यञ्जन भूमि आहो भन्ने लामो अर्कै छ। अहिले चाहिँ समय छोटो बेला अब समय थोरै हुने बेला पढ्ने कारणले चाहिँ मैले यो मेन्डल द्वीप छोटो मेन्डल चाहिँ मैले यहाँ राखिदिएको छु। तपाईँहरूले यो पढ्दा पनि एउटै हो, ठुलो पढ्न सक्छ झन् राम्रो, लामो पढ्न सक्छ झन् राम्रो। अब यो पढ्न सक्यो भने पुण्य यति नै हुने हो। अब हामी मेन्डल चढाउनु पर्ने हुन्छ। अब उहाँहरू बसिसक्यो, अब हामीले ढोग्न पनि ढोगिसक्यो। अब हामीले उहाँहरूलाई अब के चढाउनु आफ्नो के काम पुरा हुने लागि अथवा के न के हुने लागि चाहिँ पहिला उहाँहरूलाई के न के चढाएर चाहिँ हामीले रिक्वेस्ट गर्न खोज्यो, उहाँलाई के न के चढाउन खोजेको। त्यो चढाउने चाहिँ के हो मेन्डल हो। अब हामीले यो मेन्डलको पाठ चाहिँ कहाँदेखि सुरुवात हुन्छ साइसी पेछु जुक्सिङ मेतोक्टामदेखि लिएर इदम गुरु रत्न मण्डला कम्निर तायामीसम्म चाहिँ हामीले यो पाठ पढिन्छ। यो पाठ पढ्दाखेरि चाहिँ हामीले के सोच्नुपर्छ भन्दाखेरि यो भूमि यो संसार भूमिमा जति पनि अमूल्य चिज छ होइन, सुन चाँदी हिरा मोती जति पनि अमूल्य चिज छ त्यो सबै चाहिँ हामीले उहाँ बुद्धहरू धर्म सङ्गमलाई चाहिँ चढाउँदैछु भन्ने मनदेखि लिएर चाहिँ चढाउनु पर्ने हुन्छ। त्यो बेला चाहिँ तपाईँहरूले यस्तै यहाँ रहेछ यस्तै चढाउन सक्यो भने त राम्रो यो फोटोको जस्तै। त्यो भएन पनि नभए पनि के गर्नुपर्छ तपाईँले हातमा एउटा चम्मा ल्याएर चाहिँ छर्काउन सक्दा हुन्छ अथवा फुल होइन जुनै पनि चढाउन सक्ने हुन्छ। अब यति तपाईँहरूले अनि यो भएन यो गर्दा चाहिँ अब तपाईँहरूले हामीले छक्जा भन्छ हात चाहिँ तपाईँले यसरी बनाउन सक्यो भने राम्रो हो होइन। यसरी बनाउने अब यहाँ एउटा चम्मल हाल्ने, यहाँ एउटा चम्मल हाल्ने अनि तपाईँहरूले यो हात चाहिँ यसरी बनाएर चाहिँ तपाईँहरूले चढाउन सक्नुहुन्छ। अब यो बनाउनु तपाईँले गाह्रो भयो भने चाहिँ तपाईँहरूले डाइरेक्ट यहाँ चामल राखेर यसरी सिधै छर्काउँदा पनि मिल्यो है। ओके, त्यो गरिसकेपछि अब हामी यो पाठ पढिसकेपछि चाहिँ हामी साम्बा न्युटो पढ्नेछौँ होइन। साम्बा न्युटो पढ्नेभन्दा अगाडि चाहिँ हामी यो पाठ पढ्ने हुन्छ। अब यो पाठ चाहिँ किन पढ्नुपर्छ म एकछिनमा भन्छु। अब यो पाठ चाहिँ कसले निकाल्नु भएको भन्दाखेरि उहाँ पेम सम्भवा
गुरु रिम्पोछे उहाँले निकाल्नु भएको कारणले चाहिँ यो पाठ पढ्नु पर्ने छ। यो 7 लाइन छ हैन। 7 लाइनमा चाहिँ उहाँ गुरु रिम्पोछेको जीवन कहानी सबै समेटेर चाहिँ यो 7 लाइनमा प्रस्तुत गरेको छ। त्यो कारणले चाहिँ पहिला उहाँलाई एउटा मान सम्मान उहाँको गुण सम्झेर चाहिँ हामी यो 7 लाइन पढ्नुपर्ने हुन्छ। होङ ओगेन युल्गी नुम्जाङ छम पेदमा गेसर दोङपोला भन्दै गुरु पेमा सिद्धि होङ भनेर यो 7 लाइन 3 चोटि पढ्नुपर्ने हुन्छ। 3 चोटि पढिसकेपछि हामी सम्पा न्युड्रुप भनेर पढिन्छ। सम्पा न्युड्रुप अथवा सम्पा न्युड्रुपमा है। त्यो चाहिँ अब के हो भन्दा यो पाठ किन पढ्छ त हो भन्दाखेरि चाहिँ यो पाठ पढ्ने कारण चाहिँ अब तपाईँले सक्यो भने सम्पल ह्युन्डुप र वर्सिलम्सेल भन्ने अर्को पाठ हुन्छ। अब त्यो पाठ पढ्नलाई नभ्याइकन भ्याउँदैन हैन। त्यो कारणले चाहिँ थोरै समय हुने कारणले चाहिँ हामी अहिले सम्पन युट्युब भनेर पढ्छौँ। अब यो सम्पन युट्युब किन पढ्छौँ त भन्दाखेरि हामी हाम्रो काम जति पनि छ जे पनि छ काम चाहिँ बाधा नआउने हैन। बाधा हटेर चाहिँ एकदमै काम चारैभन्दा चाँडो छिटोभन्दा छिटो काम हुन लागि चाहिँ हामी यो सम्पा न्युड्रुप भने चाहिँ यो पाठ चाहिँ पढ्न गर्छौँ। अब यो पाठ कहाँदेखि सुरुवात त गर्छ भन्दाखेरि अब यहाँदेखि थाहा भइहाल्यो। ए मा हो छो इ गेसर पेदमै डोङपो ला भनेर यहाँदेखि चाहिँ सुरुवात गरेर तपाईँहरूले यहाँ 14 नम्बर सम्प न्युर्दु डुबर जिन्गी लो भन्ने समाज तपाईँहरूले पढ्न सक्नुहुन्छ हैन। अहिले चाहिँ तपाईँहरूले फेरि मैले एउटा एउटा गरेर पढेको छैन। अहिले चाहिँ सिर्फ कुन पाठ पढ्नुपर्ने हो हैन। बिहान कुन पाठ पढ्नुपर्ने हो किन पढ्नुपर्ने सिर्फ त्यो भन्न कोसिस गरेको। अब एउटा एउटा म अर्को भिडियोमा चाहिँ म तपाईँहरूले एउटा एउटा गरेर पढेर देखाउने छु। अहिलेको लागि चाहिँ सिर्फ किन र कसरी पढ्ने किन र कुन पढ्नुपर्ने भने सिर्फ म यो बताउन गइरहेको छु। अब यहाँदेखि हामी सम्प न्युतो डुबर जिङ्गी लोभ भन्नेसम्म चाहिँ हामी पढ्छौँ। यो पढेर यो पाठको अन्तिम यो हैन पाठको अन्तिम चाहिँ यहाँ दिसुम साङ्गे गुरु रिम्पोछे। अब यो चाहिँ यहाँदेखि यहाँसम्म एकचोटि पढ्दा पनि भयो। आफ्नो इच्छा हो है। समय हेरी यहाँसम्म एकचोटि पढ्नु। पढिसकेपछि अब यहाँ फेरि यहाँदेखि यहाँसम्म 3 चोटि पढ्ने। दिसुम साङ्गे गुरु रिम्पोछे भनेर त्यहाँदेखि पढेर सम्पाल हुन्गी डोबर जिन्गी लोपसम्म चाहिँ हामीले 3 चोटि पढ्नुपर्ने हुन्छ। यो पढिसकेपछि अब हामी के पढ्छ भन्दाखेरि लुङता पढिन्छौँ। लुङता द्वीपा अब यो पनि द्वीपा यो पनि अब छोटो नै हो। यो सबै अब पाठ नै यो किताब बनाएको नै अब थोरै समयको लागि बनाएको कारणले सबै अब द्वीपा आउँछ हैन। अब लुङता द्वीपा लुङता भनेको आफ्नो लक अब हामी लक्की भन्छन् हैन। अब त्यो भन्दा त्यसरी बुझ्दा भयो। लुङता द्वीपा त्यो छोटो पाठ हैन। अरूमा लामो पनि छ। अब यो चाहिँ छोटो पाठ। अब यो पाठ पढ्दा चाहिँ कहाँदेखि सुरुवात गर्छ भन्दाखेरि ओम छोकचुई सिङसु कुन्छुक चावा सुम भनेर पढ्दै गएर कहाँसम्म पढिन्छ भन्दाखेरि 18 सम्म। गेवादी न्युर्दुदा लुङता छिम्पो डुब्युर्ने डोवा चिक्याङ माल्युपा धी साला ग्योपरचोक। अब यो पाठ पढ्ने अब एउटा बुझ्नै पर्ने कुरा चाहिँ के छ भन्दाखेरि तपाईँहरूले यामा चाहिँ आफ्नै बर्खा कुन सालमा जन्म्यो हैन त्यो सालको एउटा के हुन्छ एउटा बर्खा हुन्छ। आफ्नो सबैको आफ्नो एउटा बर्खा हुन्छ। त्यो बर्खा तपाईँहरूले यहाँ हाल्नु पर्ने हुन्छ। कुन सालको चाहिँ कुन बर्खा पर्छ भनेर म तपाईँहरूले स्क्रिनसट लिएर चाहिँ हेर्न सक्नुहुन्छ। जिवादेखि लिएर कहाँसम्म जिवा लाङ ताक हे डुक डुल ता लुक टेल जा खी फक भनेर छ। सुँगुरसम्म चाहिँ तपाईँहरूले यसरी गर्न सक्नुहुन्छ। अब तपाईँले फोटो देखिसकेपछि तपाईँले के रहेछ चिन्न सक्नुहुन्छ हैन। जिवा लाङ ताक अब टिबिटेनबाट तपाईँले भन्नुपर्ने हुन्छ। घ्युपे छाक्सेल घ्युजुर अब तपाईँ यति मुसा हो भने जिवा जी लोपै भन्नुभएछ जी लोपै। अब यति तपाईँ गाई गोरुको बर्खा हो भने घ्युपे छाक्सेल घ्युजुर लाङ लोपै। अब तपाईँ यति बाघ बर्खा हो भने घ्युपे छाक्सेल घ्युजुर ताक लोपै। अब तपाईँ खरेयो हो भने घ्युपे छाक्सेल घ्युजुर हे लोपे हैन। अब त्यसरी नै डुक लोपै
डुल्लोपै तालोपै टेल्लोपे अनि जालोपे खिलोपे फाक्लोपे भन्ने आफ्नो बर्खा लो हालेर चाहिँ यो पाठ चाहिँ तपाईँहरूले पढ्ने पर्ने हुन्छ। ओके, यो चाहिँ अब तपाईँहरूले अब जे काम भने अब आफ्नो काम लक्की हुने लागि एक्जामको लागि होइन, अब तपाईँ आफै नभए भने आफ्नो दिदी भाइ बच्चाहरूलाई पनि अब यो पढ्न दियो अथवा तपाईँले पढिदिए पनि हुन्छ होइन। ओके, छोटो सुन्छदेखि पढेर यो चाहिँ अब तपाईँहरू लक्की हुनेको एउटा पाठ हो, काम बनिने होइन। अब गेवादी न्युदोदाङ लुङदा छिम्पो डुब्योने डोवा चिक्याङ मल्युबा दे साला ग्योबर शोक भनेर चाहिँ यहाँसम्म के हुन्छ भन्दा त्यसको पाठ पढिसकेपछि अब हामी के जान्छौँ डेमेन द्वीप। यो पाठ पढ्ने बेला चाहिँ अब यो हाम्रो शरीर होइन कहिले छोड्छ थाहा हुँदैन। जब यो शरीर हामीले त्यागेर छोडेर जाने बेला चाहिँ अर्को जुनी चाहिँ कहाँ ल्यायो भन्दाखेरि केले पनि बाधा नगरेर स्वर्ग देवेचिन कि सिङ्खम भन्ने ठाउँमा चाहिँ हामी पुग्न सकोस् भनेर चाहिँ प्रार्थना गरेर चाहिँ हामी यो पाठ एम्बाओ ngoचरा सन्जे नवा थाए द यसु जो तुजेन छम्बो भन्दै तादिया था पेन्जा डिया आवा बोधा नाए सोहा भनेसम्म चाहिँ तपाईँहरूले यो पाठ पढ्नु पर्ने हुन्छ। ओके, यहाँसम्म पढ्यो यो पाठको चाहिँ यहाँसम्म हो। यो पाठ पढिसकेपछि अब अन्तिममा आइसक्यो। अब यो पाठ चाहिँ एकदमै पढ्न जरुरत छ। किन पढ्नु पर्छ भन्दाखेरि चाहिँ अब यो ngो भने पढेन भने चाहिँ हामीले अहिले जति पनि यो पाठहरू पढ्यो होइन, जुन पाठ भने जति पनि पाठ पढ्यो अनि त्यसको अन्तिममा चाहिँ ngो भने चाहिँ हामीले पढेन, त्यो ngो भने चाहिँ गरेन भने चाहिँ के हुन्छ भन्दाखेरि एउटा रिस उठ्दैमा हामीले गरेको धर्म सबै नाश भएर गइदिन्छ अरे, सबै हराउँछ अरे, मेटिन्छ अरे। त्यो ngो गऱ्यो भने के हुन्छ त भन्दाखेरि है म गऱ्यो भने चाहिँ हामीले ठुलो समुद्रमा चाहिँ एउटा एक थोपा पानी हालेको जस्तो हो क्या। जबसम्म यो पानी समुद्रको पानी सुक्दैन तबसम्म हामीले गरेको धर्म बन्ने सक्दैन अरे। एक्जाम्पल कसो राख्दा हुन्छ भन्दाखेरि हामीले पैसा एउटा ब्याङ्कमा राखेछ अरे होइन, एउटा ब्याङ्कमा राख्यो जब यो एउटा ब्याङ्कमा राख्यो भने के हुन्छ, त्यो जब ब्याङ्क डुब्छ तब हाम्रो पैसा सबै डुबेर जान्छ। त्यसरी नै हामीले पहिले सुरुदेखि नै धेरै ठाउँमा ब्याङ्कमा हालेको जस्तै गर्नुपर्छ र एउटा ब्याङ्क डुबे पनि एउटामा बाँचिरहन्छ नि त होइन। त्यसरी नै अब ngोवामा चाहिँ हामीले के सोच्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ होइन, अब यो चाहिँ कसरी अब एउटा ब्याङ्कमा राख्दा चाहिँ यसरी भइरहने अर्को ब्याङ्कमा राखेको चाहिँ कस्तो उदाहरण कस्तो भन्दाखेरि चाहिँ आफूलाई मात्रै नसोचिकन यो धर्म मलाई मात्रै होस् नसोचिकन मैले यो जति पनि पाठ पढेको छ त्यसको धर्म चाहिँ सबै अरूलाई फाइदा होस् भनेर यो सोचेर चाहिँ यो पाठ पढ्नुपर्ने हुन्छ। किनकि यो पाठ किन पढ्नुपर्छ त भन्दा हामीले यो सोचेर मात्रै हुन्छ भन्दा हुँदैन। किनकि भन्दाखेरि हामीले बुद्ध धर्म सङ्घहरूले कसरी चाहिँ पाठ गर्छ होइन त्यो तरिका चाहिँ हामीलाई थाहा हुँदैन। यति धेरै सोच्नुपर्ने हुन्छ हामीले भुलेर अथवा अनि थाहा हुँदैन हामीले होइन, कुनै छुट्टिन्छ कुनै। त्यसैले यो पाठमा चाहिँ सबै समेटेको हुन्छ। त्यो कारणले चाहिँ हामी यो पाठ पढेर चाहिँ म गर्नुपर्ने एकदमै जरुरत हुन्छ। यो चाहिँ अब कहाँदेखि सुरुवात गर्ने भन्दाखेरि सोनम दे थम्चेसिक पनि भनेदेखि म धेरै हुन्छ तर पनि यो मेन थोरै पढ्दा हुन्छ है। ओके, अब यो सोनम दे थम्चेसिक पनिदेखि लिएर कहाँसम्म भन्दाखेरि दुइजे छेनम देतरतासम्म चाहिँ अब तपाईँहरूले यो ngो पढेर सक्छ। अब यो पाठ त्यहाँसम्म चाहिँ के हो भन्दाखेरि तपाईँहरूको 5-10-15 मिनट जति समय छ भने त्यो बेला तपाईँले यो पाठ पढ्न भ्याउँछ। अब सुरुवातमा तपाईँहरूले लाग्ला आधा घन्टा 1 घन्टा पनि लाग्न सक्ला, तर पढ्दा गएपछि बानी भइसकेपछि धेरै लाग्दैन। यो चाहिँ 5-10 मिनटमै तपाईँहरूले पढेर भ्याउन सक्नुहुन्छ। अब तपाईँहरूले यति पनि 5-10 मिनट पनि अब यति दिन सक्दैन, एकदमै तपाईँहरू काममा व्यस्त छ, कोही बेला अब समय नमिलेर बिर्सेर जान्छ अनि बाटोमा हिँड्दा याद आउँछ नि होइन। त्यो बेला चाहिँ 1-2 मिनट समय निकालेर चाहिँ कुन पाठ अब पढ्न सक्छ त भन्दाखेरि म तपाईँहरूको सामु मैले यहाँ यस्तो छोटो बनाएको छ। यो 3 पाठ पढ्न सक्छ तपाईँहरू 1 मिनट अथवा 1 मिनट पनि लाग्दैन बानी भइसकेपछि त
1 मिनेट अथवा 2 मिनेट समय लिएर चाहिँ तपाईँहरू हिँड्दा पनि अब तपाईँ जब याद आयो तब यो पाठ पढ्न सक्नुहुन्छ। यो चाहिँ अब यो पाठ पढ्दा तपाईँहरू बिहानै पढ्ने भन्ने जरुरत छैन हैन, जहिले पढ्दा पनि भयो अथवा काम जहिले सुरुवात गर्दा पनि भयो, हिँड्दा काममा जाँदा पनि पढ्न सकिन्छ। यो पाठ चाहिँ सिर्फ 1-2 मिनेट मात्रै लाग्छ। सुरुवातमा चाहिँ के हो, यो दक्ष दिङदिरिङ वा चोम्पा ला भने यो यहाँदेखि यहाँसम्म पढ्ने हुन्छ। अब यो चाहिँ अघिको सुरुवातको हैन काम शुभ हुने लागि चाहिँ पाठको लामोको यो एकदमै छोटो बनाएको है। यो 4 लाइन चाहिँ जस काम शुभ हुने लागि चाहिँ यो 4 लाइन बुझिन्छ। अनि अब हामी अघि सम्पन्न युट्युबमा भन्यो हैन, सम्पन्न युट्युबमा चाहिँ जति सक्दो 4 चाँडै काम बनोस्। हाम्रो काम अथवा हाम्रो जिन्दगीमा अब अहिले हामी चलिरहेको लाइफमा चाहिँ बाधा नहोस् भन्दाखेरि कुन पाठ पढ्नुपर्छ भन्दाखेरि दिसुम सङ्गी गुरु रिम्पोछे मोटुब कुन्दा देवा छिम्पेसा भनेर यो पाठ चाहिँ गुरु रिम्पोछेलाई मनमा राखेर तपाईँले यो पाठ पढ्न सक्नुहुन्छ। कहाँसम्म भन्दाखेरि सम्पल हुन्की डुपर जिन्गी लोपसम्म है। अनि अन्तिममा तपाईँले मैले अघि भर्खर भनेको जस्तै नै ngowa भनेको नेपाली हुन्छ। तपाईँले यो गरिसकेपछि ngowa चाहिँ के हो, चम्पल पो चितर खिम्बाद कुन्तो सम्पो दिया देशिन देदा कुन के जेसो दगलप्ची गेवा दिदा थम्चे राप्तो ngो, यहाँसम्म चाहिँ तपाईँले ngowa गर्ने पर्ने हुन्छ। यो ngowa चाहिँ के भन्नु खोजेको भन्दाखेरि अब तपाईँले बोधिसत्व बुद्ध धर्म तपाईँले जसरी प्रार्थना गरेको त्यसरी नै मेरो प्रार्थना पनि मेरो ngowa पनि त्यसरी नै होस् भनेर चाहिँ भन्न खोजेको। 1, 2, 3 चाहिँ तपाईँहरूले एकदमै 1-2 मिनेट एकदमै हतार समय नहुने बेला चाहिँ यो पाठ चाहिँ तपाईँले पढ्न सक्नुहुन्छ। अब यो पाठ चाहिँ अब अन्तिममा यो पाठ यसरी पढ्न सकिन्छ। अब यो चाहिँ कसरी पढ्छ त, एउटा गरेर कसरी पढ्छ त, अब यति सिक्ने इच्छा छ भने म अर्को भिडियोमा म हाल्ने कोसिस गर्छु। ओके लस्सो नमस्ते यति भन्दै भिडियो अन्तिम गर्छु।